आउँदा यहाँ एउटा चिज चाहिँ मलाई अचम्म लाग्यो के चिज भने यो समुद्रको छेउमा छ नि यो सेतामा सबै सेतामा यो विष्णु सुकाएको भन्दा पनि आकार छ हो यहाँदेखिको परैसम्म यो विष्णु सुकाएको भन्दा पनि यो सेतामै छ यो कसले मारेर यसरी राखेको यार के का खबर त फेरि हेर्दै बुट्टा यो साइडै सबै बुट्टा भरिएको छ यो के हो थाहा भएन हेर्नु यो गाउँघरमा भयो यो घरमा यसो भित्तामा टाँस्नलाई डिजाइन बनाएर बुट्टा बनाएर राख्नुहुन्थ्यो लास्टै दामी देखिन्थ्यो ल मैले पानी छोएँ बेलुकामा आएर आहा कस्तो पानी पनि चिसो छ यार चिसो पानी छ यार आहा तर चर्को होला चर्को अनि त्यसपछि त्यो पुल छ त्यहाँनिर पुल त्यहाँ त्यो पुलको छेउमा चाहिँ हिजो बेलुका मैले देखेको त्यहाँ चाहिँ ठुलो 3-4 पानी जहाज आएर चाहिँ त्यहाँनिर गेस्टहरू अपलोड भएर यहाँ 5 स्टार होटल छ यहाँ होटलमा आएर खाने पिउने डान्स गर्ने इन्जोय गर्ने गर्दा रहेछ नि म चाहिँ के काममा आएको भने यहाँनिर हाम्रो सेटअप हुँदैछ ऊ त्यो पिलर हाल्दैछ ऊ त्यहाँनिर ट्रसहरू लाइट साउन्डहरू हाल्दैछ त्यो काममा चाहिँ आएको हो ठिक छ दामी एकदम आनन्द तर दुबईभन्दा अलिकति बढी यहाँ चिसो रहेछ धेरै चिसो एकदम चिसो ठाउँ जहाँ टोपी लाउनु पर्ने यहाँ त्यही हो समुद्र पुरै समुद्र रहेछ समुद्र यता पनि समुद्र उतापट्टि साइडमा पनि पुरै समुद्र छ समुद्रको पिछमा यो टापु मात्रै हो यहाँ केही छैन यो उता गयो समुद्र